मान्य सदस्यहरू, अब म माननीय उप-प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अध्यादेश अस्वीकार गर्ने सूचना प्रस्तुत गर्ने क्रममा उठेका प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु। सभामुख महोदय, निजीकरण ऐन 2050लाई संशोधन गर्न बनेको अध्यादेशका सम्बन्धमा विरोधको सूचना दर्ता गर्नुहुने, विरोधमा असहमतिमा र आलोचनाको पक्षबाट विचार व्यक्त गर्नुहुने सबै मान्यज्यूहरूप्रति मेरो हार्दिक सम्मान छ। लोकतन्त्रको विशेषता नै यही हो, आलोचनाको अधिकार हुन्छ, विरोधको अधिकार हुन्छ। सत्तालाई, सरकारलाई, कुनै सार्वजनिक पदाधिकारीलाई मजाले आलोचना गर्न पाइन्छ। त्यो अधिकारको उपभोग गर्ने अधिकार सबै नागरिकलाई, सबै जनप्रतिनिधिलाई हुन्छ। मेरो अपेक्षा के मात्रै हो भने सभामुख महोदय, आलोचनाको अधिकार त प्रयोग होस्, तर आलोचना कम्तीमा पनि अलिकति सच्चाइको, अलिकति तथ्यको नजिक होस् भन्नेसम्म मेरो अपेक्षा हो सभामुख महोदय। आलोचनाको अधिकारप्रति सरकार सहिष्णु मात्रै होइन, आलोचनालाई यो सरकारले प्रोत्साहित नै गर्छ। तर अपेक्षा चाहिँ सायद यसो भनिनु अनुचित हुँदैन होला कि आलोचना सच्चाइमा आधारित होस्, आलोचनाले समस्याहरूलाई पहिचान गर्नका निम्ति सहयोग पुर्याओस्, आलोचनाले अगाडि बढ्नका निम्ति मद्दत पुर्याओस्। बस अपेक्षा त्यति हो। अपेक्षा पुरा हुन्छ हुँदैन अलग चिज हो सभामुख महोदय, तर अपेक्षा गर्न त पाइन्छ। त्यस कारणले मैले आलोचनाका सन्दर्भमा योभन्दा बेसी मैले केही भन्नु परेन। मलाई अचम्म के लाग्यो भने सभामुख महोदय, समाजवादका पक्षमा धुरन्धर तर्क गर्नुभयो मान्यज्यूहरूले, समाजवादबाट विचलित हुन खोजेको कुरा गर्नुभयो, त्यसको निम्ति दिवंगत नेताहरूको उहाँहरूका योगदानहरूको पनि चर्चा गर्नुभयो, धेरै चिजहरू गर्नुभयो। तर मलाई चाहिँ अचम्म के लाग्यो भनेदेखि निजीकरण गर्न खोजिएको सारा संस्थानहरूलाई निजीकरण गरिएको, हिजोका गलत नजिरहरू छन् तिनलाई चाहिँ नयाँ ढङ्गले अगाडि बढाउन खोजिएको भन्ने ढङ्गले पनि चर्चा गर्नुभयो। तर सभामुख महोदय, मैले के देखिरहेको छु त भन्दाखेरि यो विधेयकमा यसले के भनेको छ भन्दाखेरि यो विधेयकमा सार्वजनिक प्रतिष्ठानहरूकोमा रहेको सरकारी लगानीको व्यवस्थापनका सन्दर्भमा जे जस्ता विकल्पहरू दिएका छन् ती विकल्पहरूलाई त्यसको ब्यानर, त्यसको हेडिङ, त्यसको थिम निजीकरण भनिएको छ। यो ऐनमा निजीकरण ऐन 2050मा निजीकरण मात्रै गर्ने, सार्वजनिक संस्थानहरूको व्यवस्थापनका लागि निजीकरणलाई एक मात्र विकल्प पनि भनिएको छैन। त्यसमा अनेक विकल्पहरू त्यसमा प्रस्तुत गरिएको छ स्वयंमा पनि। तर नामाकरण के छ त भन्दा निजीकरण छ। यो निजीकरण भनेर गरिएको नामाकरण र सार्वजनिक संस्थानहरूको व्यवस्थापनका सन्दर्भमा सरकारले चाल्न चाहेका कदमहरूका बारेमा सङ्गति भएन भन्ने कोडबाट यो निजीकरण ऐन 2050लाई संशोधन गर्दै त्यसको नामाकरणमा पनि सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानी व्यवस्थापन ऐन भन्न खोजिएको। अब यो समाजवादका चाहिँ एकदम प्रखर अनुयायीहरूले यो निजीकरण भन्ने शब्दको सट्टामा सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानी व्यवस्थापन शब्दको चाहिँ प्रयोग गर्दा, त्यसको सट्टामा यो शब्द राख्दा, यो वाक्यांश राख्दा कहाँनिर यहाँलाई आपत्ति भयो? विरोध त गर्नुहोस्, ठिक छ, विरोधको कुनै तात्पर्य हुनुपर्छ कि पर्दैन सभामुख महोदय? विरोधबाट के अर्थ निस्कनु पर्छ कि पर्दैन? कि सरकारले ल्याए विरोध गरिदिउँ भन्ने त्यति मात्रै हो हाम्रो भूमिका? त्यस कारणले
म आग्रह गर्न चाहन्छु माननीय सदस्यहरूलाई सामान्य सभापतिज्यू मार्फत कि विरोधका निम्ति विरोधको बाटोबाट हामी रचनात्मक आलोचनाको बाटोमा हिँडौँ न कम्तीमा। त्यसो गर्दा सरकारलाई मात्रै सहयोग पुग्ने होइन, मुलुकलाई पनि सहयोग पुग्न सक्छ। आँखा चिम्म गर्यो, सरकारले ल्याएको छ, ठोक्दिउँ विरोध, त्यो कुनै उपयुक्त तरिका हो जस्तो मलाई लाग्दैन सभामुख महोदय। त्यस कारणले निजीकरण ऐन भन्ने शब्दको सट्टामा सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानी व्यवस्थापन भन्ने पदावलीको प्रयोग कुनै पनि मानेमा अनुचित छैन। त्यसले ऐनको मर्मलाई पनि प्रतिनिधित्व गर्छ। र एउटा सच्चाइ हामीले के स्वीकार गर्नुपर्छ भने अघि यहाँ एकजना माननीय सदस्यले डेटा पनि प्रस्तुत गर्नुभयो। उहाँले प्रस्तुत गरेको डेटाका बारेमा मेरो कुनै प्रतिवाद पनि छैन, मोरहरूले ठिकै कुरा राख्नु भएको छ। तर सच्चाइ के छ त भन्दा सरकारको लगानी भएका प्रतिष्ठानहरूको चाहिँ जुन हालत छ अहिले, जुन अवस्था छ, यो अवस्था सरकारले टुलु हेरेर बस्ने हो, तमासा हेर्ने हो। सरकारले लगानी भएको छ तर त्यसले जे प्रतिफल दिनुपर्ने हो दिन सक्ने दिन सकिरहेको छैन। हामी हरेक प्रतिष्ठानहरूको हेरौँ न, उदयपुर सिमेन्ट हेरौँ, हेटौडा सिमेन्ट हेरौँ, दुग्ध विकास संस्थान हेरौँ, गोरखा टायर हेरौँ, अरू पनि सार्वजनिक प्रतिष्ठानहरूको अवस्था हेरौँ। केही प्रतिष्ठानहरू छन् जुन अहिले चाहिँ घाटामा छैनन् भनिएको छ, तर तिनले पनि गर्न सक्ने जति मुनाफा आर्जन गर्न सकिरहेका छैनन्। यो त सत्य हो नि। सरकारले लगानी गर्ने, प्रतिफलको आशा नगरिकन त्यसमा कुनै व्यवस्थापनमा सुधार, त्यसको चाहिँ सञ्चालनको मोडालिटीमा कुनै परिमार्जन नगरिकन तमासा हेरेर बस्छ सरकारले? बस्दैन। त्यसका लागि हामी कानुनको राजमा विश्वास गर्ने हुनाले उपयुक्त कानुनी बन्दोबस्तका साथमा ती संस्थानहरूको प्रभावकारी व्यवस्थापन आजको आवश्यकता हो। यही सच्चाइलाई महसुस गरेर यो ऐनमा संशोधन गर्न यो अध्यादेश आएको हो भन्ने कुरा म निवेदन गर्न चाहन्छु सभामुख महोदय। जहाँसम्म यहाँ चाहिँ एउटा लोकतन्त्रको फेरि पनि चर्चा भयो, मैले अघि जङ्गलको कुरा गरेकै हो। यो सभामा लोकतन्त्र छैन भने सभामुख महोदय लोकतन्त्र खोज्न कहाँ जाने? जङ्गलमा जाने? मैले भनेकै हो। म आफ्नो भनाइप्रति गर्व गर्छु। जनताका माझमा सभामा, प्रतिनिधि सभामा, जनताका प्रतिनिधिहरूको सभामा लोकतन्त्र भेटिँदैन भने लोकतन्त्र खोज्न कहाँ जाने? जङ्गलमा जाने? मैले भनेकै हो। त्यस कारणले मैले कसैलाई जङ्गली भने भन्ने अर्थमा त्यो आफै भड्किन पनि जरुरी छैन, कसैलाई भड्काउने कोसिस गर्न पनि जरुरी छैन। म बडो स्पष्टसँग भन्न चाहन्छु। र लोकतन्त्रलाई यो ढ्यापढ्यापको लोकतन्त्र, रातारातको सम्झौता, अध्यादेश कहाँ गयो, सेफ्टी ट्याङ्कीमा, यस्ता कुरा गरिरहनु पर्ने जरुरत छैन। म के भन्छु भने लोकतन्त्र विधिको शासन हो, कानुनको शासन हो। सँगसँगै लोकतन्त्रमा बहुमतले नै फैसला गर्छ। हामी बहुसङ्ख्यक जनताले निर्वाचित गरेका हुनाले यो सभामा छौँ, विधि निर्माणको हैसियत हामीले राख्छौँ। यदि त्यो सङ्ख्यालाई तपाईँले चाहिँ कम्प्लिटली इग्नोर गर्नुहुन्छ भने त्यो कस्तो लोकतन्त्र हुन्छ? त्यस कारणले लोकतन्त्रको पनि यस्तो अपाङ्ग व्याख्या यो अधुरो व्याख्या गर्नुहुन्छ जस्तो मलाई लाग्दैन। र एउटा अध्यादेश कहाँ गयो भनेर मानिसहरूले चिन्ता गर्नुभएको छ। धेरै चिन्ता नगर्नुहोस्। हामी यो सरकार लोकतन्त्रमा विश्वास गर्ने, दलहरूका बीचको संवादमा विश्वास गर्ने, सहमतिमा विश्वास गर्ने भाव हुनाले हामी सत्तारूढ दलहरूसँग संवादमा छौँ। संवादको बीचबाट हामी सहमतिमा पुग्छौँ र फेरि यहाँहरूका बीचमा आउँछौँ, यो सभामा आउँछौँ। त्यस कारणले कहाँ हरा भने चिन्ता गर्नु पर्दैन। यहाँहरूले रह्यो सवाल सभामुख महोदय, यो यहाँहरूले चाहिँ एउटा बडो कताको आक्रोश कतातिर व्यक्त गरिरहनु भएको छ। गिरीबन्धुको स्मेलको कुरा गर्नुभयो। म धेरै कुरा भन्न चाहन्न सभामुख महोदय। यो अभिव्यक्ति गर्ने मान्य सदस्यज्यूको चाहिँ अलिकति नाकको चाहिँ स्वास्थ्य स्थिति ठिक छैन जस्तो लाग्छ। म उहाँलाई ENT डाक्टर कहाँ जान सुझाव दिन्छु। उहाँको चाहिँ घ्राण शक्ति जस्तो स्मेल उहाँले गरेको बताउनु भयो, एकचोटि ENT डाक्टर कहाँ जानुहोस्। र यो विधेयकसँग गिरीबन्धुलाई जोड्ने र गिरीबन्धुका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीले बार भन्नुभएको छ, सरकारले भनेको छ, आउनुहोस् तथ्यसहित आउनुहोस् कहाँ के भएको छ। हामी खुलीआम छलफल गर्न तयार छौँ, जवाफ दिन तयार छौँ। त्यो निर्णयप्रति हामी जवाफदेही छौँ र लोकको विश्वास जित्ने गरिकन हामी प्रस्तुत हुन तयार छौँ। त्यस कारणले मनोगत आग्रहको आधारमा गिरीबन्धुको चाहिँ एकतारे बजाइरहनु चाहिँ मैले उचित ठान्दिनँ सभामुख महोदय।
र फेरि पनि के छ भने कहाँ म चाहिँ आँधी खोलाको तिरमा जन्मिएको नजिकमा जन्मिएको हाम्रोतिर एउटा उखान छ सभामा हुँदै एकातिर आँधी अर्कोतिर झोलुङ्गो भन्छन् कुरो कहाँ छ विषय कहाँ छ कुरो कतातिर यस्तो खालको पनि नगरौँ भन्ने मेरो आग्रह छ सभामा ड्राफ्ट कसले गर्यो के को चिन्ता कसले ड्राफ्ट गर्यो प्रणालीले ड्राफ्ट गर्यो नि मन्त्रीले गर्यो कि सचिवले गर्यो कि सहसचिवले गर्यो कि अरू कसैलाई लगायो कि प्रणालीले गर्यो प्रणालीसम्म ढङ्गले ड्राफ्ट गरेर यहाँ आएको छ यसमा फेरि त्यस्ता चिजहरूमा किन समय मान्यज्यूहरूले आफ्नो मूल्यवान समय किन खर्च गर्ने सदनको समय किन बर्बाद गर्ने भन्ने मेरो आग्रह हो अब यो पनि अर्को विरोधाभास छ निजीकरणसँग डराएर एकातिर भन्नुहुन्छ निजीकरणसँग डराएर अर्कोतर्फ भन्नुहुन्छ चाहिँ त्यसपछि यो संशोधन गरेकोमा आपत्ति यस खालका कुरा नगरौँ र समाजवादको सङ्कीर्ण व्याख्या गर्ने होइन सभामुख महोदय हामीले संविधानमा लेखेका छौँ हामी समाजवाद उन्मुख अर्थतन्त्रको पक्षमा छौँ समाजवाद उन्मुख अर्थतन्त्रको पक्षमा छौँ भन्नुको अर्थ आजै ओभरनाइट समाजवाद आउँदैन कुनै अन्यलको दुविधाको विषय होइन आजै ओभरनाइट समाजवाद आउँदैन समाजवाद हाम्रो डेस्टिनेसन हो लक्ष्य हो त्यहाँ पुग्न धेरै लामो यात्रा तय गर्नुपर्छ आर्थिक सामाजिक क्षेत्रमा धेरै कामहरू गर्नुपर्छ अनि पुगिन्छ समाजवादमा त्यस कारणले अब यो चाहिँ यो विधेयकका सन्दर्भमा त्यस रूपमा चाहिँ मैले राख्न चाहन्छु यो पिपिपीको पनि एउटा मोडल यो चाहिँ खास गरी सार्वजनिक संस्थानहरूको व्यवस्थापनका सन्दर्भमा पिपिपी एउटा मोडालिटी हुनसक्छ भनेर भन्नुहुन्छ भने त्यो कुरा सही हो तर पिपिपी एक मात्र मोडालिटी भन्नुहुन्छ भनेदेखि त्यो सही होइन हामीले सार्वजनिक संस्थानको व्यवस्थापनका निम्ति एक मात्र विकल्पमा सोच्न सक्दैनौँ अनेक विकल्पहरूमा सोच्नुपर्छ त यति कुरा हो कि हामीले सार्वजनिक संस्थानमा रहेको जुन राज्यको सम्पत्ति छ त्यो राज्यको सम्पत्ति त्यसको चाहिँ त्यसका प्रति राज्यको अक्षुण्ण अधिकारलाई चाहिँ निरन्तरता दिने गरिकन सार्वजनिक संस्थानहरूको व्यवस्थापन गर्ने हो त्यस कारणले पिपिपीका बारेमा जुन विचार व्यक्त गर्नुभएको छ त्यो पिपिपी सार्वजनिक संस्थानको व्यवस्थापनको एउटा मोडालिटी हो अरू पनि मोडालिटीहरू छन् यसलाई एकमात्र मोडालिटी भनेर नबुझौँ अरू पनि मोडालिटीहरू उपयुक्तताको आधारमा अवलम्बन गर्न सकिन्छ भन्ने मलाई लाग्दछ यिनै कुराहरू राख्दै सभामुख महोदय यो चाहिँ अघि पनि मैले एउटा प्रसङ्ग राखेको थिएँ सभामुख महोदय सभा कुण्ठा व्यक्त गर्ने थलो होइन भनेर त्यही अभिव्यक्तिलाई कति दोहोऱ्याउनु कुण्ठा व्यक्त नगरौँ तथ्यमा आधारित भएर अभिव्यक्ति गरौँ र मेरो अनुरोध छ के छ सभामुख महोदय भनेदेखि उखान तुक्काका सन्दर्भमा उखान हाम्रो चाहिँ समाजको एउटा महत्त्वपूर्ण एउटा चाहिँ सम्पत्ति हो सम्पदा भन्ने लाग्छ एउटा उखान यत्तिकै भन्दैन हाम्रा पुर्खाले अभ्यासका अनुभवका व्यवहारका क्रममा आर्जन गरेका अनुभवहरूलाई सूत्रबद्ध गर्ने सिलसिलामा विभिन्न उखानहरू बनेका छन् त्यसकारण उखान भनेर उखानका प्रति यो नफरत व्यक्त गर्ने काम पनि बन्द गरौँ भन्ने मेरो आग्रह छ र स्वाभाविक रूपमा उखानको प्रयोग हुन्छ अभिव्यक्तिलाई मिठास बनाउन अभिव्यक्तिलाई तथ्ययुक्त तर्कयुक्त बनाउन उखानको प्रयोग हुन्छ हाम्रा पुर्खाले विकसित गरेको उखानका प्रति नफरत व्यक्त गर्ने काम बन्द गरौँ म यो पनि भन्न चाहन्छु यिनै अभिव्यक्तिहरूका साथमा सभामुख महोदय यो चाहिँ निजीकरण ऐन 2050लाई संशोधन गर्न बनेको यो अध्यादेशका माध्यमबाट हामीले खास गरिकन सार्वजनिक संस्थानहरूमा जुन राज्यको लगानी छ त्यसको प्रभावकारी व्यवस्थापन गर्ने र त्यसबाट ती संस्थानहरूबाट अधिकतम प्रतिफल प्राप्त गर्ने त्यो उद्देश्यका साथमा त्यो मनसायका साथमा यो चाहिँ विधेयकमा संशोधन गर्ने यो अध्यादेश आएको हो भन्ने निवेदन गर्दै मान्यज्यूहरूले जसले यसमा असहमति वा विरोध गर्नुभएको छ उहाँहरूलाई पनि आफ्नो विरोधका प्रति पुनर्विचार गर्नका लागि आग्रह गर्दै र यो अध्यादेशको पक्षमा उहाँहरूले समेत पनि मतदान गर्नुहुनेछ र यो अध्यादेशका पक्षमा सभामा सर्वसम्मति कायम हुनेछ भन्ने अपेक्षा गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु धन्यवाद